नवजीवनले साँच्चै हाम्रो बुवा बाजेको पालामा चाहिने जुन ढिकीमा मुसलमा कुटेको जुन पुरानो प्रवृत्ति छ त्यो प्रवृत्ति अन्तर्गतको स्वास्थ्यको लागि चाहिँ 100% खान योग्य अर्ग्यानिक चामल चाहिँ हामीले बजारमा ल्याएका छौं। चामललाई धुनु पर्दैन, त्यसको चाहिँ माण त्यसको चाहिँ जुन क्वालिटी छ जबसम्म हाम्रो जिब्रोमा लाग्दैन तबसम्म थाहा हुँदैन। जसले त्यो चामल खाएका छन् दोबारा तिबारा उहाँले नै माग्नु भएको छ। अब हामीलाई यस्तो लागिरहेछ कि 16,000 क्विन्टल धान हामीले 40,000 बोरा हामीले स्टोर छ हामीसँग गोदाममा भण्डारीकरण गरेका छौं। जुन हिसाबमा यसको माग बढेको छ त्यो हिसाबमा हामी पुर्याउन सक्दैनौं कि भन्ने चिन्तामा हामी लागेका छौं। किसानलाई पनि हामीले नगद दिएका छौं, उपभोक्ताबाट पनि हामीले नगदमा लिएका छौं। किसानले बिचौलियाबाट हामीले चाहिँ नवजीवन जस्ता सबै सहकारीले बिचौलियाको अन्त्य गर्नुपर्छ। जसरी राज्य लागिरहेको छ त्यसरी हामीले किसानलाई चाहिँ उचित मूल्यमा हामीले धान खरिद गरेका छौं भने स्वास्थ्यवर्धक चामल हाम्रा शेष सदस्यको बीचमा हामी पुर्याउन गरेका छौं। यस्तो चामल चाहिँ बजारमा 5,000 किने पनि यस्तो चामल चाहिँ क्वालिटीको पाउनुहुन्न। झोलामा भएका सहकारीहरूलाई पहिलो प्राथमिकता दिने, साँच्चै जो काम गर्ने खालका जो सहकारी छन् उनीहरूलाई साइड लगाउने खालको कामको मैले अहिले अनुभूति गरेको छु। अब हामीले चाहिँ संस्थालाई भन्दा पनि हाम्रा शेष सदस्यको हित कसरी हुने भन्ने विषयमा वर्तमान सञ्चालक समिति दत्तचित्त भएर लागेका छौं। सहकारी मार्फत आत्मनिर्भर अर्थतन्त्र विकासका लागि पछिल्लो समय नवजीवन सहकारीले चामल उत्पादन तथा बिक्री वितरण सुरु गरेको समाचार हामीले सुनेका छौं। यस विषयमा थप प्रश्न पारिदिनुस् न। नमस्कार, म देवबहादुर बम नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्ष। नवजीवन सहकारी संस्थाले बचत तथा ऋणको मात्रै काम गर्दै आइरहेको थियो र अहिले आएर हामी बहुउद्देश्य काम अन्तर्गत प्रत्यक्ष हाम्रा शेष सदस्यहरू हाम्रा किसानहरूबाट धान संस्थाले किन्ने र त्यो किनेको धानलाई नवजीवनले आफ्नै मिलमा कुटानी गरेर त्यसलाई बजारीकरण गर्नको लागि हामीले 9 गते पत्रकार सम्मेलन गर्यौं धनगढीमा र हामी अब 13 गते काठमाडौँको आनन्द बैंक्वेटबाट काठमाडौँमा रहेका हाम्रा थुप्रै शेष सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई बजारीकरण गर्नको लागि र नवजीवनले गरेका सेवा सुविधाहरूका विषयमा र हामीले अहिले बजारमा जति पनि खाद्य वस्तुहरू छन् चामलहरू छन् सबै सिल्की केमिकल हालेर चाहिँ खान योग्य नै नभएको तर पकाउँदाखेरि चाहिँ एकदम फरफर गर्ने टाइपको जुन छ र नवजीवनले साँच्चै हाम्रो बुवा बाजेको पालामा चाहिँ जुन ढिकीमा मुसलमा कुटेको जुन पुरानो प्रवृत्ति छ त्यो प्रवृत्ति अन्तर्गतको स्वास्थ्यको लागि चाहिँ 100% खान योग्य अर्ग्यानिक चामल चाहिँ हामीले बजारमा ल्याएका छौं र त्यसको लागि हामीले 13 गते शनिबारको दिन हाम्रो संस्थापक सदस्य बागमती प्रदेशको प्रदेश प्रमुख आदरणीय व्यक्तित्व दीपक प्रसाद देवकोटालाई बोलाएर र हाम्रा थुप्रै सहकारी कर्मी साथीहरू र यसमा नवजीवनसँग माया गर्ने शेष सदस्यहरूलाई पनि हामीले बोलाएर त्यो दिनबाट काठमाडौँमा पनि हामी विधिवत रूपमा बिक्री वितरण गर्न लागिरहेका छौं र यो भन्दा पछिल्लो समयमा हामीले तुरीको तेल, मसुरको दाल र चाहिँ पिठो चारवटा चाहिँ हामीले साँझ बिहान खाने योग्य वस्तुहरू बजारीकरण गर्नको लागि हामी तयारीमा छौं। नवजीवन सहकारीले उत्पादन गरेको अथवा बिक्री वितरण गर्ने चामल चाहिँ चामल हैन साच्चीकै अमृत खुवाउँछ भन्न खोज्नु भएको यहाँले? हो, त्यो चामललाई धुनु पर्दैन, त्यसको चाहिँ माण त्यसको चाहिँ जुन क्वालिटी छ जबसम्म हाम्रो जिब्रोमा लाग्दैन तबसम्म थाहा हुँदैन र हामीले धनगढीमा 9 गते हामीले पत्रकार सम्मेलन गर्यौं। 21 दिनमा हामीले 1800 भन्दा बढी बोरा 1800 परिवारको घरमा पुगे र जसले त्यो चामल खाएका छन् दोबारा तिबारा उहाँले नै माग्नु भएको छ। अब हामीलाई यस्तो लागिरहेछ कि 16,000 क्विन्टल धान हामीले 40,000 बोरा हामीले स्टोर छ हामीसँग गोदाममा भण्डारीकरण गरेका छौं। जुन हिसाबमा यसको माग बढेको छ त्यो हिसाबमा हामी पुर्याउन सक्दैनौं कि भन्ने चिन्तामा हामी लागेका छौं र अब हामी काठमाडौँबाट फर्किसकेपछि फेरि हामी किसानको घरमा बचेको धान पनि किन्ने प्रयत्नमा लाग्नेछौँ। उत्पादन र बजारीकरण एउटा पाटो हो, अर्को महत्त्वपूर्ण पाटो भनेको मूल्यको कुरा। अब हाम्रा उपभोक्ताहरूलाई अथवा सहकारीका आम सदस्यहरूलाई सस्तो पनि चाहियो, गुणस्तरयुक्त पनि चाहियो। गुणस्तरको कुरामा यहाँले ढुक्क अथवा आश्वस्त बनाउन खोजिरहनु भएको छ, त्यो खालको प्रारम्भिक प्रतिक्रियाहरू पनि प्राप्त भएको बताइरहनु भएको छ। मूल्यको कुरा बजारमा अन्य चामलहरू भन्दा नवजीवनले उत्पादन गरेको चामलको चाहिँ मूल्य चाहिँ कस्तो छ? अब यसको मूल्य हामीले अहिले धेरै नाफा नखाइकन
हाम्रो लागत कस्ट मात्रै उठ्ने गरी हामीले गरेका छौँ र त्यसको लागि मसिनो चामल जुन बर्दियामा नहरको पानी लागेको बबई सिँचाइबाट भएको हाम्रो किसानहरूले जुन सावा मन्सुली भन्ने जुन धान छ त्यो धान हामीले खरिद गरेका छौँ र त्यो धानलाई हामीले चामलमा 2500 बोरा, एक बोराको 25 केजीको पेकिङमा हुन्छ 2500मा र मोटो चामल हामीले कैलालीमै उत्पादन गरेको र त्यसलाई 1700 रुपियाँ बोराको हिसाबमा हामीले बजारीकरण काठमाडौँमा गरेका छौँ र त्यसमा हामीलाई बराबरमै हाम्रो पुग्दैछ र मूल्य हामीले चाहिँ कम गऱ्यो भने चाहिँ पछि यसलाई चाहिँ क्रमिक रूपमा यसलाई चाहिँ पछि संस्थाले चाहिँ यसलाई नाफाभन्दा पनि सेवामूलक कसरी गर्ने र अहिले सबै सहकारीहरू बचत तथा ऋणको मात्रै काम गरेका छन्, बहुउद्देश्यको देखिने मात्रै बोर्डमा मात्रै साइनबोर्डमा मात्रै बहुउद्देश्य काम गरेका छैनन्। त्यसैले नवजीवनले साँच्चै नेपालमा चाहिँ यसले गरेर देखाउँछ भन्ने खालकोमा हामी चाहिँ बहुउद्देश्य अन्तर्गत पहिलो चरणमा हामीले चामल बजारमा ल्याएका छौँ र यसको मूल्य मलाई लाग्छ कि जुन 2500 मा हामी गर्छौँ यस्तो चामल चाहिँ बजारमा 5000 किने पनि यस्तो चामल चाहिँ क्वालिटीको पाउनुहुन्न। सहकारीले चामल उत्पादन तथा बिक्री वितरणका लागि जुन योजना नवजीवनले बनाएको छ यसको लागि लागत, यसको लागि पुँजी, यसको लागि स्रोत व्यवस्थापन कसरी भएको छ र त्यसलाई भविष्यमा यो दिगो बनाउन अझ व्यावसायिक बनाउने कुरामा चाहिँ यहाँको सोच योजना के छ? अब हाम्रो अग्रजले 10 वर्ष अगाडि कोल्ड स्टोर बनाउने भनेर 1.5 बिघा जमिन किन्नुभएको थियो। त्यो जमिन अल्पत्र परेको थियो। त्यो जमिनलाई हामीले तारबार गरेर हामीले संरक्षण गरेका छौँ र नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रिजमले हामीलाई 40 लाख रुपियाँ मसुरुको बिउको लागि उहाँले हामीलाई अनुदान दिनुभयो। 60 लाख नवजीवन सहकारी संस्थाले हालेर हामीले 1 करोडमा 5000 मेट्रिक टनको हामीले गोदाम बनायौँ। 5000 क्विन्टल अटाउँछ भनेर गऱ्यौँ तर हामीले यो वर्ष धान राख्दाखेरि 7000 क्विन्टल त्यो गोदाममा हाम्रो धान अटेको छ र त्यसै गरेर हामीले मिल पनि त्यो मिल चाहिँ नि अत्याधुनिक प्रवृत्तिको र त्यसलाई चाहिँ लोकल रूपमा चामल कुट्नको लागि हामीले त्यो मिलमा धानको बाला रसीहरूलाई अलग मेसिनले निकाल्छ, अर्को मेसिनले ढुङ्गाहरू निकाल्छ, अर्को मेसिनले बालुवा निकाल्छ, तेस्रो मेसिनले त्यहाँ रहेको डस्ट जुन धुलो छ त्यसलाई पनि निकालेर त्यसपछि चामल उत्पादन गरेको त्यो प्लान्टबाट अर्कै घरमा गएर त्यहाँ चाहिँ सिधै पेकिङ हुन्छ र त्यो चाहिँ 100% एकदम शुद्ध, त्यसलाई धुनु पनि पर्दैन। त्यो चामललाई जसरी बजारमा ल्याएको चामललाई धुनुपर्छ भने त्यसलाई धुनु पनि पर्दैन र हामीले अहिले त्यहाँ मिल घर पनि 98 लाखको जुन इन्जिनियरले हामीले चाहिँ कन्सल्टेन्सी दिएको थियो त्यसलाई टेन्डर प्रक्रियाबाट गर्दाखेरि 40% बिलोमा 53 लाखमा हाम्रो मिल घर बनेको छ र हामीहरूको 55 लाखमा मिल हाम्रो कम्प्लिट भएको छ र त्यसै गरेर अहिले गोदाम बन्दैछन् र त्यो हाम्रो नवजीवनको भावी योजना अन्तर्गत त्यसलाई नेपालमा त्यस्तो कुनै पनि त्यस्तो प्रोजेक्ट छैन र हामीले एउटा ग्राम नै त्यसलाई गर्न खोजेका छौँ, नवजीवन ग्राम भनेर। अहिले सबै पुँजी हाम्रो नवजीवन सहकारीको आफ्नै पुँजी हो र हाम्रो आफ्नै पुँजीबाट त्यसलाई सञ्चालन गरेका छौँ। यहाँनिर सोध्नै पर्ने कुरा के हो भने यहाँहरूले केही समय अगाडि हामीले नवजीवनबाट चामल उत्पादन बिक्री सुरु गर्यौँ भनेर एउटा समाचार पनि प्रकाशनमा आएको थियो। त्यसको एउटा भिडियो क्लिप पनि हेर्दाखेरि त्यहाँ कमेन्टहरू के आएको थियो भने बढी महत्वाकांक्षी हुँदा कहिलेकाहीँ ठुला सहकारीहरू चिप्लेका, उठ्नै नसक्ने गरी थला परेका समाचारहरू पनि यहाँहरूले देशव्यापी कार्यक्षेत्र भएका आक्रामक रूपमा मार्ट र स्टोरहरू सञ्चालन गर्ने, हामी यो गर्छौँ भन्ने, तर पछि अहिले कहाँ पलायन भएका परिस्थितिहरू पनि छन्। केही सदस्यहरूले, केही सरकारवालाहरूले, केही सहकारी अभियन्ताहरूले त्यो खालको सन्देह पनि एक खालको व्यक्त गर्न चाहनुहुन्छ। उहाँहरूलाई चाहिँ यहाँ कसरी आश्वस्त बनाउन चाहनुहुन्छ नवजीवन त्यस्तो खालको सहकारी होइन है भन्ने कुरामा? अब यसको लागि त म नवजीवन सहकारी देशको एउटा ठुलो सहकारी हो र हामीले अहिलेसम्म हाम्रा अग्रजहरूले बचत तथा ऋणको मात्रै काम गर्दै आउनुभएको थियो र हामीले एकैचोटि चाहिँ साउनको महिना उर्लेको भेलमा हाम नफालिकन हामीले स्लो पैदललाई क्रमिक रूपमा हामीले पहिला 10 वर्ष अगाडि जमिन खरिद गरेका थियौँ भने 4 वर्ष अगाडि हामीले गोदामहरू चाहिँ निर्माण गरेका थियौँ भने यो वर्ष हामीले मिल चलाएका छौँ र त्यो मिल चलाइसकेपछि हामीले हाम्रा अन्य सहकारीका साथीहरूलाई म के भन्न चाहन्छु भने उहाँहरूले चाहिँ त्यो क्षेत्रमा जस्तै काठमाडौँमा सहकारी प्रधान कार्यालय खोल्ने, बागलुङमा सेवा केन्द्र खोल्ने, डलन्द्रामा सेवा केन्द्र खोल्ने, त्यहाँका जनतालाई चाहिँ झुटा आश्वासन दिने, पैसा कलेक्सन गर्ने, त्यो पैसा धन काठमाडौँमा ल्याएर जग्गामा लगानी लगाउने, हाइड्रो पार्कमा लगानी लगाएको कारणले आज सहकारीहरू डुबेका छन्। त्यसैले नवजीवनसँग यति बलियो छ कि आज पनि म तपाईँलाई भन्न चाहन्छु हामीले नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत पाएको नेपालको पहिलो सहकारी हो र यो सहकारीले चाहिँ जनताको विश्वास
जित्दै आएको छ, मन जित्दै आएको छ। हामी 3 वर्ष अगाडि मात्रै 27,000 शेयर सदस्य भएको ठाउँमा अहिले 3 वर्षमा 9,000, यस्तो अहिले आर्थिक मन्दी, कोरोना, हरेक गतिविधिले सबै सहकारीहरू डुबेको अवस्थामा पनि नवजीवनले 36,000 भन्दा बढी शेयर सदस्य हामीसँग आबद्ध हुनुभएको छ। र गएको वर्ष म भन्न चाहन्छु तपाईँलाई, गएको वर्ष हाम्रो यही महिनामा चैत मसान्तमा हामीसँग 92 करोड हामीसँग लिक्विडिटी थियो भने आज हामीसँग 1 अरब 52 करोड छ। र हामीले उत्पादनमा जोड्ने कुरामा पनि हामीले हत्तै बढाएका छैनौँ। उत्पादन जोड्ने कुरामा हामीले 6 करोडको धान हामीले खरिद गरेका छौँ र त्यो 6 करोडको धान उत्पादन भइसकेपछि हामीले उधारोमा हामीले चाहिँ अहिलेसम्म चामल बिक्री गरेका छैनौँ, नगदमा बिक्री गरेका छौँ। किसानलाई पनि हामीले नगद दिएका छौँ, उपभोक्ताबाट पनि हामीले नगदमा लिएका छौँ। किसानले बिचौलियाबाट हामीले चाहिँ नवजीवन जस्ता सबै सहकारीले बिचौलियाको अन्त्य गर्नुपर्छ, जसरी राज्य लागिरहेको छ त्यसरी हामीले किसानलाई चाहिँ उचित मूल्यमा हामीले धान खरिद गरेका छौँ भने स्वास्थ्यवर्धक चामल हाम्रा शेष सदस्यको बिचमा हामी पुर्याउन गरेका छौँ। हामीले नेपालका ठुला उद्योगपतिहरूसँग हामीले प्रतिस्पर्धा गर्ने होइन, हामीले हाम्रा शेष सदस्यहरूलाई मात्रै स्वास्थ्यवर्धक चाहिने खाद्यान्न वस्तुहरू दिन सक्यो भनेपछि हामीले अरू सहकारीको तुलना गर्नु पर्दैन। म तपाईँलाई उदाहरण मात्र दिन चाहन्छु, भारतमा रहेको अमुल सहकारीले आज कसरी राम्रो काम गरिरहेको छ। अमुलबाट उत्पादन भएका चाहिने दुधहरू आज युरोपको बजारमा चाहिँ देख्न पाइरहेको छ। त्यसै गरेर चाहिँ अहमदाबादमा रहेको, गुजरातमा रहेको सेवाले चाहिँ आज चाहिँ 92,000 मान्छेलाई रोजगार दिएको छ। आजभन्दा 160 वर्ष अगाडि मात्रै खुलेको बेलायतको मेन्चेस्टर सिटीमा तरकारीको बजारमा बिहान तरकारी ल्याउने, दिनभरि बिक्री गर्ने, बिक्री नभएको तरकारी आउट अफ सिटीमा बिक्री गर्ने, तर त्यहाँको जनतालाई चाहिँ ताजा तरकारी मात्र पाइन्छ भन्ने जुन दिमागमा चाहिँ छापेको छ। त्यसै गरी नवजीवन सहकारीले पनि जुन चिज उत्पादन गर्छौँ त्यो खानको लागि 100% योग्य नेपाल सरकारले तोकिएको गुणस्तरबाट चाहिँ जुन छ खाद्य गुणस्तर, त्यसमा चाहिँ हामीहरूको एकदम राम्रो खालको स्वास्थ्यवर्धक चिजहरू हामीले शेषलाई पुगाउने हो। त्यसैले हामी आक्रामक रूपमा हामी गरिरहेका छौँ। अघि नै हजुरले सोधेकै कुरा भन्न चाहन्छु, अहिले हामीले चामलको बजारीकरण 6 महिनासम्म हामी चामल बिक्री गर्छौँ। चामलबाट हामी चाहिँ एकदम उत्साहित भएका छौँ। त्योभन्दा पछि हामी तोरीको शुद्ध तोरीको तेलको लागि हामी लाग्दैछौँ। हामीलाई आश्वासन पनि दिएको छ, तोरीको चाहिँ यदि तेल निकाल्ने हो भने हामीलाई चाहिँ अनुदानको पनि कुरा गरिरहेका छौँ। दुईटा कुरा भए। त्यसपछि हामी मसुरोको दाल जुन बाँकी बर्दिया, कैलाली, कञ्चनपुरमा सबैभन्दा बढी दाल हुन्छ र रिजमले पनि दालकै लागि हामीलाई चाहिने 40 लाख अनुदान पनि दिइएको छ। तेस्रो चरणमा हामी दाल उत्पादन गर्छौँ र चौथो चरणमा यो गहुँलाई नधुइकन, गहुँको छिल्का ननिकालिकन जुन जाने जाँतोमा जाने पिसेको जुन पिठो हुन्छ त्यो क्वालिटीको पिठो पनि हामी निकाल्छौँ। र त्यसपछि पाँचौँ चरणमा हामी जुन अहिले बजारमा चाहिने मिनरल वाटर भनेर ड्रिङ्किङ वाटर जुन ल्याइरहेको छ त्यसको अध्ययन हामी अहिले गरिरहेका छौँ। र मलाई लाग्छ कि हामी अबको चाहिने 5 वर्षभित्रमा नवजीवनले बजारमा छ्यापछ्याप्टी जहाँ गए पनि नवजीवनको चामल छ, नवजीवनको पानी छ, नवजीवनको तेल छ, नवजीवनको दाल छ, नवजीवनको पिठो छ भन्ने खाद्यान्नमा हामी चाहिँ लाग्नेछौँ। र योभन्दा पछि सरकारको नीति कस्तो खालको बन्छ हो त्यो नीति अनुसारको हामी चाहिँ अगाडि बढ्छौँ। र खाद्यान्नमा जसरी हामी आक्रामक रूपमा होइन, हामी एकदम बिस्तारै हिँडिरहेका छौँ। हामीले यो चामल काठमाडौँमा 1 महिना अगाडि नै हामीलाई 500 बोराको डिमान्ड आएको थियो, तर हामीले झट्ट ल्याएनौँ। पहिला धनगढीमै हामीले चाहिँ त्यसको बजारीकरण गऱ्यौँ। हाम्रा 10वटै सेवा केन्द्रमा हामीले चाहिँ व्यापक रूपमा त्यसको चाहिँ सफलता भइसकेपछि बल्ल हामी 13 गतेबाट काठमाडौँमा 1 ट्रक चामल ल्याएका छौँ। र 1 ट्रक चामललाई चाहिँ हामीले यसको बजारमा चाहिँ गइसकेपछि कस्तो डिमान्ड हुन्छ त्यसपछि हामी डिलर, सब डिलरहरूको बिचमा हामी जानेछौँ। नवजीवनले चामल उत्पादन गर्नु पूर्व आफ्ना सदस्यहरूसँग बसेर कम्तीमा हामी यो चामल उत्पादन गर्दैछौँ अथवा बजारीकरण, उत्पादन हैन अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ सहकारी मार्फत हाम्रा प्रयासहरू, हाम्रा योजनाहरू चामल हुँदै, पिठो हुँदै, तेल हुँदै, दाल हुँदै पानीसम्म पुग्छ भन्ने कुरा चाहिँ सदस्यहरूलाई पूर्व जानकारी, सदस्यहरूसँग पूर्व परामर्श, छलफल घनीभूत रूपमा विस्तारित मञ्चहरूमा अथवा विभिन्न फोरमहरू मार्फत हामी यो दिशामा अघि बढ्दैछौँ भन्ने कुरा उहाँहरूको पूर्व स्वीकृति, पूर्व अनुमति लिएको छ कि छैन, एउटा प्रश्न। सँगै अर्को प्रश्न भनेको यो खालको योजनाहरू अघि सार्दा यहाँले जुन विदेशका, भारतको उदाहरण दिनुभयो, इफ्कोको होला, अमुलको होला, सेवाको होला अथवा म्यान्चेस्टरको कुरा गर्नुभयो, सफल सहकारी भएका मुलुकहरूमा राज्यको भूमिका साह्रै प्रभावकारी देखिन्छ। अब नवजीवनको कुरा गर्दाखेरि चाहिँ तीनै तहका सरकारहरू, प्रदेश सरकार, किनभने हाम्रो कार्यक्षेत्र मुलुक देशभर छ, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सरकारसँग समन्वय, सहयोगको
कुराहरू कसरी अघि बढेको छ, सदस्यहरूसँग पूर्व स्वीकृति अनुमति, सदस्यहरूको पूर्व अप्रुभल लिएको छ कि छैन, दुईटा कुरा मैले एकैचोटि राखेँ। अब नवजीवन सहकारी संस्था सहकारीको मूल्य मान्यता मर्मअनुसार चलेको संस्था हो र यसले हामी वार्षिक साधारण सभामा हामी आगामी वर्षमा के काम गर्छौँ भनेर साधारण सभाबाट हामीले स्वीकृति लिएका छौँ। मैले अघि नै बिन्ती गरेँ 10 वर्ष अगाडि हामीले कोल्ड स्टोरको लागि त्यो जमिन खरिद गऱ्यौँ र साधारण सभाबाट जबसम्म 50% अनुदान आउँदैन तबसम्म नगर्ने भनिसकेपछि हामीले कोल्ड स्टोरलाई ब्रेक गऱ्यौँ र त्यसपछि हामीले 4 वर्ष अगाडि खाद्यान्न खरिद गर्नुपर्छ र खाद्यान्न बिक्री गर्नुपर्छ भन्ने हामीलाई म्यान्डेट दियो। त्यो अन्तर्गत हामीले 4800 क्विन्टल धान खरिद गऱ्यौँ र त्यो चामल धान किन्दाखेरि त्यतिखेर बजारको मूल्य कम थियो र हामीले कम मूल्यमा किन्यौँ। जब हामीले बिक्री गर्ने बेला मूल्य धेरै हाई भयो, त्यतिखेर बिक्री गर्दाखेरि हामीले 26 लाख कमायौँ। त्यो 26 लाख कमाइसकेपछि हाम्रा शेयर सदस्यले अब धान किनेर धान बिक्री गर्ने होइन, अब धान किनेर चामल ल्याउनु पर्यो, हामी चामल खान्छौँ। हामीसँग आज चाहिने 36,000 शेयर सदस्य छन्। हामीले बजारमा अरूले नखाए पनि शेयर सदस्यले मात्रै गुणस्तरको गऱ्यो भने हाम्रो कारखाना चल्छ, नवजीवन फर्स्ट आउँछ, देशकै हामी 1 नम्बरको कसरी बनाउने भन्ने खालको शेयर सदस्यको भावना अन्तर्गत साधारण सभाबाट पास गरेर मात्रै हामीले यो चाहिने गरेका छौँ। नम्बर 1। नम्बर 2, जुन सरकारको कुरा गर्नुभएको छ, सरकारले चाहिने पहिला चाहिने तपाईको चाहिने अनुदान चाहिने कहिले पाउँथ्यो भन्नुहुन्छ भने जसले झोलामा चाहिने सहकारी राखेका थिए उनले मात्रै अनुदान पाए, साँच्चै काम गर्ने सहकारीले पाएनन्। त्यो मैले महसुस पनि गरेन। त्यसपछि गएर केन्द्र सरकारले साँच्चै नवजीवनले गर्छ भन्ने उहाँलाई अनुभूति भइसकेपछि हामीले गोदाम बनाउनको लागि उहाँले पैसा दिनुभएको छ। म केन्द्र सरकारलाई धन्यवाद दिन चाहन्छु। यदि आज त्यो गोदाम नबनेको भए हामी चामलमा अगाडि बढ्ने थिएनौँ। र यो वर्ष चाहिँ कमसे कम पनि प्रदेश सरकारले अघिल्लो वर्ष हामीलाई 5 करोड कोल्ड स्टोरलाई दिन्छु भन्नुभयो। 5 करोड हामी हाल्छौँ बनाउँछौँ भनेर भन्दाखेरि उहाँले त्यो दिनु भएन। नदिसकेपछि हामीले मुख्यमन्त्रीसँग नै हामीले सुदूरपश्चिम प्रदेश सरकारमा चाहिँ कमिसन नदिकन हामीले पैसा पाएनौँ भन्ने खालको जब झट्का लागिसकेपछि यो वर्ष उहाँले बजारीकरण गर्नको लागि हामीलाई एउटा गाडी कमसे कम पनि रिटेलिङ गर्नको लागि, मार्केटिङ गर्नलाई, हाम्रा शेयर्सहरूलाई घर घरमा चामल वितरण गर्नको लागि गाडी दिने कुरामा चाहिँ प्रपोजल हालेका छौँ। मलाई लाग्छ अबको 1 महिनाभित्रमा उहाँले त्यो पास गरिसक्नु भएको छ, गाडी उहाँले दिनुहुन्छ। र त्यसै गरेर केन्द्र सरकारको पनि हामीले चामलको चाहिँ मिल उद्घाटन गर्दाखेरि र हाम्रो वार्षिक साधारण सभामा हामीले चाहिँ केन्द्रीय सहकारी मन्त्री हाम्रो अधिकारी सल्लाह लगेर हामीले उद्घाटन गरिसकेपछि साँच्चै यस्तो खालको काम गरेको त सहकारी मैले देखेको थिएन, यो मैले देखेँ भन्ने खालको उहाँले भाषणमै भन्नुभयो। र यो बजारीकरण गर्नको लागि र यसको नीतिहरू बनाउनको लागि पनि हामीले उहाँलाई चाहिँ 13 गते पर्सि कार्यक्रममा बोलाएका छौँ। र यो प्रदेशको प्रदेश प्रमुख आदरणीय व्यक्तित्व दीपक प्रसाद देवकोटा नवजीवन सहकारी बनाउँदाखेरि 14 जना मध्ये संस्थापक उहाँले नै राष्ट्र ब्याङ्कबाट चाहिँ उहाँले नवीकरण गर्नुभयो, दर्ता गर्नुभयो, विभागमा दर्ता गर्नुभयो र उहाँ चाहिँ नि नवजीवनको हाम्रो चाहिँ एउटा अभिभावक पनि हुनुहुन्छ र उहाँले 13 गते हामी उहाँ आउनुहुन्छ। उहाँले यो कार्यक्रमको बारेमा चाहिँ थप जानकारी पनि गर्नुहुनेछ। सरकारको कुरा आयो, अभियानको कुरा म जोड्न चाहन्छु। अभियान अथवा राष्ट्रिय सहकारी महासंघ अथवा हजुरहरू नवजीवन आबद्ध आफ्नो छाता सङ्घ सङ्गठनहरूबाट चाहिँ कतिको साथ सहयोग हौसला प्राप्त भएको छ? अब सहकारी महासंघबाट हामीलाई विगतका वर्षहरूमा हौसला साथ सहयोग पाएको हामीले पाएका छौँ। किनकि त्यहाँ साँच्चै सहकारीको चाहिँ मर्म बुझ्ने खालका चाहिँ नेतृत्व त्यहाँ हुनुहुन्थ्यो र सहकारी महासंघबाट नै नवजीवनलाई पनि हामीलाई आजभन्दा 9 वर्ष अगाडि बेलायतको मेन्चेस्टर सिटीको त्यो सहकारी हेर्ने मैले पनि त्यसको चाहिँ अनुभूति पाएँ। त्यो सहकारी महासंघलाई म धन्यवाद दिन चाहन्छु। 1 वर्ष अगाडि मात्रै बङ्गलादेशको पनि मैले कार्यक्रममा सहकारी महासंघबाटै त्यो चाहिँ कार्यक्रम हेर्ने मैले पाएँ। र अहिले पछिल्लो समयमा आइसकेको जुन अहिले नयाँ नेतृत्व आएको छ त्यो नयाँ नेतृत्वमा झोलामा भएका सहकारीहरूलाई पहिलो प्राथमिकता दिने, साँच्चै जो काम गर्ने खालका जो सहकारी छन् उनीहरूलाई साइड लगाउने खालको कामको मैले अहिले अनुभूति गरेको छु। किनकि सुदूरपश्चिम प्रदेशमा 28 वटा पालिका छन्, त्यहाँ नेपालका ठुला 3 वटा सहकारी छन्। जस्तै नवजीवन सहकारी संस्था भयो, किसान बहुउद्देश्य सहकारी भयो, उदयदेव सहकारी भए, त्यो 3टै संस्थाबाट नेतृत्वमा छैनन्। र सुदूरपश्चिमाञ्चलबाट को नेतृत्वमा छन् भन्दाखेरि जसको सहकारी नै छैन, जो नेतृत्वमै छैनन्, जसले के कामै गरेका छन्, त्यसबाट हामीले के आशा गर्ने? र त्यसैले म के भन्छु भने यो सहकारीमा चाहिँ कमसे कम पनि जसले साँच्चै काम गरेका छन्, सहकारीको मूल्य मान्यता मर्म अनुसार चलेका छन्, त्यस्ता मान्छेहरू गइसकेपछि साँच्चै सहकारीको मर्म हुन्छ। अब झोलामा सहकारी दर्ता गरेका छन्, अब उहाँले कस्तो नीति बनाउनुहुन्छ, कस्तो खालको चाहिँ सहकारीलाई अगाडि बढाउनुहुन्छ भन्नेमा हामी शङ्कामै छौँ। अबको 5 वर्षभित्रमा यहाँले भने जस्तै नवजीवन सहकारी ग्राम पाउनेछौँ हामीले। त्यो नवजीवन सहकारी ग्राम कस्तो हुनेछ खालको अहिलेको परिकल्पना सामान्य हामीलाई अलिकति त्यो त्यतातिर हामी जान चाहन्छौँ, भ्रमण गर्न चाहन्छौँ। 5 वर्षपछिको नवजीवन सहकारी ग्रामभित्र हामीले के पाउनेछौँ एउटा,
र नवजीवनको यो व्यावसायिक यो वृद्धि संस्थागत वृद्धिका चुनौतीहरू के छन् यो दुईटालाई एउटैमा समावेश गरेर यहाँले उत्तर दिनु अनुरोध गर्दछु। नवजीवन सहकारीको ग्रामको लागि हाम्रा अग्रजहरूले किनेको जुन चाहिने 1 बिघा 10 कट्टा जुन जमिन छ त्यो जमिनलाई हामीले 2 पाटोमा विभाजन गरेका छौँ। बीचबाट हामीले 22 फिटको बाटो निकालेका छौँ। त्यसमा ठुला ठुला ट्रकहरू पनि सजिलै तरिकाले जाउन् भन्नको लागि। त्यसको पश्चिमपट्टि हामीले खाद्यान्नलाई मात्र जोडेका छौँ। त्यहाँ चामल, पिठो, तोरीको तेल, मसुरको दाल, पापडसम्म हामी त्यो आइटमलाई हामी पश्चिमतिर बनाउनेछौँ भने पूर्वतिरको जमिनमा हामीले मिनरल वाटर, त्यसपछि गएर चाहिने यो दुध डेरी लगायतका चाहिने अन्य जुन छ त्यसलाई चाहिँ हामी पूर्वपट्टिको 2 साइडमा विभाजन गरेका छौँ। अब यसको लागि हामी तत्कालै अब मलाई लाग्छ कि यो अषाढ मसान्तभित्रमै हामीले यसको मास्टर प्लान बनाएर त्यो ग्रामभित्र के बनाउने, कसरी बनाउने, जमिनलाई चाहिँ कसरी चाहिँ वर्गीकरण गर्ने, कुनले कसलाई असर नपर्ने खालको चाहिँ जुन गरेका छौँ। र मलाई लाग्छ कि अहिले पनि जुन हामीले चामलको जुन प्लान्ट गरेका छौँ, नेपालमा थुप्रै धान चामल प्लान्टहरू छन्, तर हाम्रो चामलको प्लान्ट चाहिँ नेपालमा हेर्ने लायकको बनेका छन्। अहिलेसम्म मलाई लाग्छ कि 10वटा सहकारीले अवलोकन गरिसक्नु भएको छ र त्यसको चामलको चाहिँ जुन ब्रान्ड छ त्यो अलग कोठामा जान्छ, त्यो बाहिर निस्किँदैन। चामलको अलग कोठा बनाएका छौँ र जुन बाहिरको चाहिँ जुन भुसा छ त्यसको पनि हामीले चाहिँ ट्रस्ट बनाएर चारैतिरबाट बन्द गरेर त्यहाँभित्र चाहिँ त्यसले कुनै पनि त्यो समाजलाई असर नपर्ने खालको गरेका छौँ। हो त्यसै गरेर हामीले जुन अन्तर्राष्ट्रिय क्षेत्रमा देखेका र नेपालमा पनि कमसेकम हामीले फलानु नवजीवनले यस्तो उद्योग बनाएको छ है, यस्तो खालको गर्नुपर्छ, यहाँ उद्योगपतिहरूलाई पनि हामीले त्यो कमसेकम हेर्नको लागि चाहिँ एउटा गरेका छौँ। र अर्को कुरो म तपाईँलाई भन्न चाहन्छु, नवजीवन सहकारीले क्रमिक रूपमा जुन अहिले शेयर सदस्यले हामीलाई विश्वास गर्नुभएको छ, शेयर सदस्य सँगसँगै पनि अहिले 3 वर्ष अगाडि 27,000 मात्रै शेयर सदस्य हुनुहुन्थ्यो, जुन अहिले हामीले जन्मदेखि मृत्युसम्मको पनि हामीले ल्याएका छौँ। जसरी राज्यले चाहिँ आजभन्दा 20-25 वर्ष अगाडि 100 रुपियाँ वृद्ध भत्ता सुरु गरेर आज 4,000मा पुगाएको छ। भोलि म कामना गर्छु सरकार बलियो होस्, 40,000सम्म दिने लायकको बनोस्। त्यसरी नवजीवनले पनि हाम्रा शेयर सदस्यलाई जन्मिना साथ 5-5 हजार 2 पटक हाम्रा सुत्केरी महिला शेयर सदस्यलाई हामीले दिने गरेका छौँ भने जीवनमा एक पटक बिमारी हुँदाखेरि हामीले 35,000 रुपियाँसम्म औषधि उपचारमा दिने गरेका छौँ। यदि हाम्रा शेयर सदस्यहरूको अङ्ग प्रत्यार्पण गर्नु पर्यो भने 1 लाख रुपियाँसम्म हामीले त्यसमा पनि सहयोग गरेका छौँ। र हाम्रा शेयर सदस्यको कुनै पनि कारणले मृत्यु हुँदाखेरि हामीले 3 वर्ष अगाडि 10,000 रुपियाँ गऱ्यौँ, गएको वर्ष 15,000 गऱ्यौँ, यो वर्ष अन्तिम दाह संस्कार खर्च 20,000 गरेका छौँ। त्यो कोषमा जति जति पैसा हुँदै जानेछ त्यति हामी बढाउँदै जानेछौँ। र त्यसरी आज देशभरिका सहकारीले कार्यान्वयन नगर्नुको एउटा कारण के हो भने तपाईको संरक्षित पुँजी फिर्ता कोषलाई जगडा कोषमा हाल्ने, संस्थालाई बलियो बनाउने, शेयर सदस्यलाई कमजोर बनाउने खालको जुन देखेका छौँ हामीले व्यवहारिक रूपमा। त्यसैले नवजीवनले हामीले यो नेतृत्व आइसकेपछि पहिलो वर्ष हामीले 2 करोड 9 लाख हामीले संरक्षित पुँजी फिर्ता कोषबाट हाम्रा शेयर्सलाई फिर्ता गरेका छौँ भने गएको वर्ष 2 करोड 19 लाख बाँडेका छौँ, यो वर्ष 2 करोड 64 लाख बाँडेछौँ। र जति जति संस्थाले कमाउँदै जानेछ त्यति हामी संरक्षित पुँजी फिर्ता कोषबाट हाम्रा शेयर सदस्यलाई त्यो रकम पनि फिर्ता गर्नेछौँ। र संस्था नवजीवन सहकारी मलाई लाग्छ आज देशभरिमै 1 रुपियाँ पनि हामीले चाहिँ कुनै पनि हामीले कहीँबाट पनि लोन लिएका छैनौँ। र हामीले चाहिँ संस्था चाहिँ धेरै बलियो छ। अहिले पनि हेर्दाखेरि हामीसँग 10वटा सेवा केन्द्रमध्ये 6वटा सेवा केन्द्रमा हाम्रो आफ्नै भवनहरू छन् र हाम्रो यो खाद्य गोदाम यो सम्पत्ति अर्बौँको सम्पत्ति भइसकेको छ। अब संस्थामा चाहिँ 62 करोडभन्दा बढीको जगडा कोषमा पनि छ। त्यसैले 31 करोडभन्दा बढी शेयर पुँजी छ। त्यसैले अब हामीले चाहिँ संस्थालाई भन्दा पनि हाम्रा शेयर सदस्यको हित कसरी हुने भन्ने विषयमा वर्तमान सञ्चालक समिति दत्तचित्त भएर लागेका छौँ।